ॐ श्री परमात्मने नमः। गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वरः गुरु साक्षात् परब्रह्म तस्मै श्री गुरवे नमः। वन्दे वन्दारुमन्दार वृन्दावन विनोदितं वृन्दावन कलानाथं पुरुषोत्तममद्भुतम्। श्रीधाम वृन्दावनमा आनन्दपूर्वक रहेर सबैलाई कल्याण गर्नुहुने परब्रह्म परमात्मा भगवान पुरुषोत्तमका श्री चरणमा कोटि कोटि नमन गर्दै हार्दिक स्वागत छ सम्पूर्ण दर्शक तथा श्रोतृवृन्दहरुमा। धर्म विज्ञान युट्युब च्यानलको माध्यमबाट एक मास पर्यन्त चल्ने मलमास तथा अधिक मास वा पुरुषोत्तम मासको व्रत पाठ कथा कार्यक्रममा यहाँलाई हार्दिक स्वागत छ। हामी प्रत्येक दिन यहाँलाई यो पुरुषोत्तम मासको महिमा बृहन्नारदीय महापुराण अन्तर्गत के बताइएको छ तत्प्रसङ्ग लिएर उपस्थित हुने गरेका छौँ। र आदरणीय सज्जन, हामीले भएमा पुरुषोत्तम महिना एक मास व्रत गर्नु, सकिएन भने दैनिक नुहाउनु, सकिएन भने पाठ कथा श्रवण गर्नु, सकिएन भने एक पक्ष भए पनि व्रत गर्नु, त्यो पनि नसकेमा 5 दिन गर्नु। र पुरुषोत्तम भगवानको व्रत गर्नाले सम्पूर्ण मनोवाञ्छा सिद्ध हुन्छन्। र मलमास वा पुरुषोत्तम मास, मलमास किन पर्छ र मलमास के हो भन्ने बुझ्नका लागि सर्वप्रथम मल मास, मास भनेको महिना, मल भनेको त्यसको मल भन्ने अर्थबाट मलमास भएको हो। अधिक मासको अर्थ के हो त भन्दा हाम्रा महिनाहरू जम्मा 12वटा छन्। ती 12वटा महिनाहरू चैत्र वैशाख जेठ असार साउन भदौ असोज कार्तिक मङ्सिर पुष माघ फागुन चैत्र वा महिना त सौर्य मास अनुसार 12वटा महिना मात्रै छन्, 13औं महिना त आउँदैन। तर चान्द्रमासका आधारबाट औँसीबाट सुरु भई औँसीमै अमावस्यामा पूर्ण हुने महिनालाई चान्द्रमास भनिन्छ। चान्द्रमासमा जम्मा 356 दिन हुन्छन्, सौर्यमासमा 365 दिन हुन्छन्। वर्षमा 11 दिनको अन्तर हुँदा 2 वर्ष 8 महिना 15 दिनबाट जो 30 दिनको अन्तर आउँछ, त्यो 30 दिनको अन्तरबाट आउने अन्तरलाई नै मलमास भनिएको हो, महिनाहरूको मल भनिएको हो। र मलमास आउँदा यो पहिले मलमासको मान्यता थिएन, तर परब्रह्म परमात्मा भगवान श्रीकृष्णचन्द्रले तिम्रो नाम आजबाट पुरुषोत्तम भयो र मेरा सम्पूर्ण गुणहरू मैले तिमीलाई प्रदान गरेँ भनेर पुरुषोत्तमको नाम प्रदान गरिसकेपछि यो महिनाको नाम पुरुषोत्तम मास पर्न गएको हो। र आदरणीय सज्जन, यो पुरुषोत्तम मासका दिव्य कथा प्रसङ्गहरू हामी श्रवण गरिराखेका छौँ र आज हामी तेस्रो अध्यायको पाठ र कथा श्रवण गर्दैछौँ। आज जो सज्जनहरू जोडिनु भएको छ धर्म विज्ञान युट्युब च्यानलको माध्यमबाट हामीले दैनिक एउटा एउटा प्रवचनहरू राख्ने र अधिक मासको यसपालि हामी श्रवण गर्न गइराखेका छौँ। र यहाँहरू जहाँबाट हेर्दै हुनुहुन्छ सबैजना पुण्यार्जन गर्नको लागि सके व्रत गर्छौँ, नभए हामीले समयअनुसार यो पाठ र कथा श्रवण गर्नाले पनि हामीलाई शान्ति सुख र आनन्दको प्राप्ति हुनेछ। आउनुहोस्, यहाँहरू जहाँ हुनुहुन्छ यहाँहरू भएकै ठाउँमा परब्रह्म परमात्मा भगवानको दिव्य अब पाठ श्रवण गरौँ। सर्वप्रथम तेस्रो अध्यायको पाठ। अज्ञानतिमिरान्धस्य ज्ञानञ्जनशलाकया चक्षुरुन्मीलितं येन तस्मै श्रीगुरवे नमः। वन्दे वन्दारुमन्दार वृन्दावन विनोदितं वृन्दावन कलानाथं पुरुषोत्तममद्भुतम्। अथ
अधिकमास वैकुण्ठ प्रापणाख्य तृतीयोऽध्याय ऋषय ऊचु नारायणो नरसखा यदुवाच शुभं वचः नारदाय महाभाग तत्रो वद सविस्तरं श्रुत उवाच नारायणवचो रम्यं श्रूयतां द्विजसत्तमा यदुक्तं नारदायै तत् प्रवक्ष्यामि यथा श्रुतं श्रीनारायण उवाच शृणु नारद वक्ष्यामि यदुक्तं हरिणा पुरा राज्ञे युधिष्ठिराय एवं श्रीकृष्णेन महात्मना एकदा धार्मिको राजा जातशत्रु युधिष्ठिरः द्विते पराजितो दुष्टैर्धातराष्ट्रैः छलप्रियैः समक्ष्यमग्निशम्भूता कृष्णधर्मपरायणा दुःशासनेन दुष्टेन कवेष्वादाय कर्षिता आकृष्टानि च भाषांसि श्रीकृष्णेन सुरक्षिता पश्चाद्राज्यं परित्यज्य प्रयाता काम्यकं वनम् अत्यन्तं क्लेशमापन्ना पार्थापन्यफलाशिनः विश्वकचाचिता सर्वे राजा इव वनौकश अथ तान् दुःखितान् द्रष्टुं भगवान् देवकीसुतः जगाम काम्यकवनं मुनिभिः परिवारितः तं दृष्ट्वा सशोतस्थुर्दया प्राणान् निवागतान् पार्था जिरे प्रीत्या श्रीकृष्णं प्रेम विह्वला ते चानेन मतां भक्त्या यमो हरिपदाम्बुजे द्रौपदी तं नमामासु शनैः शनैः अतन्द्रिता तान् दृष्ट्वा दुःखितान् पार्थं रौरवाजिन वासस धूलिभिर्दुसरान् वृक्षान् सर्वतः कचसंयुतान् पाञ्चालिं तन्वङ्गी तादृशी दुःखसंवृतां तेषां दुःखमतिवोग्रं दृष्ट्वा वासुदेव दुःखितः धातराष्ट्रं दग्धुकामो भगवन् भक्तवत्सलः चक्रे कोपं च विश्वात्मा भ्रुवंग कुटिलेक्षण कोटिकालकरालस्य प्रलयाग्निरिवोत्थितः चौन्दषटपुट प्रोचे त्रिलोकीं ज्वलयन्निव सीतावियोग संतप्त साक्षात् दाशरथिर्यथा तामलोक्य तदा वीरो विभूषुर्जातवेपदुः उत्थाय कृष्णतुष्टाव बद्ध्वाञ्जलिपुटाभिया धर्मानुमोदितः शीघ्रं द्रौपद्याद्या च तथा परैः। अर्जुन उवाच हे कृष्ण जगतां नाथ नाथ नाहं जगद्बहिः त्वमेव जगतां पाता मां न पासि कथं प्रभो यचक्षुपातनेनैव ब्रह्मण पतनं भवेत् किं तत्कोपेन न भवेत् को वेत्ति किं भविष्यति क्रोधं समरसंहर्तस्तात तात जगत्पते तद्विधानां च कोपेन जगत् प्रलयो भवेत् वन्दे त्वां सर्वतत्त्वज्ञं सर्वकारणकारणं वेदवेदाङ्गबीजस्य बीजं श्रीकृष्णमीश्वरं त्वमीश्वरो सृज सर्वं जगदे तच्चराचरं सर्वमङ्गलमाङ्गल्यं बीजरूप सनातनः सकथं सकृतं हन्यात् विश्वमेकापराधतः मशकान् पश्चात् कर्तुं को वा दहति मन्दिरं। श्रीनारायण उवाच इति विज्ञाप्य श्रीकृष्णं फाल्गुनः परवीरः बद्ध्वाञ्जलिपुटो भूत्वा प्रणमाम जनार्दनं सुत उवाच हरिक्रोधं निरास्यासु सौम्यो भूच्चन्द्रमा इव समलक्ष्य तदा सर्वे पाण्डवा स्वस्थमानसा प्रतिफुल्लमुखा सर्वे प्रणेमु प्रेमविह्वलाः श्रीकृष्णं पूजयन् चक्रुर्वन्यै फूलमूलफलादिभिः। श्रीनारायण उवाच ततः प्रसन्नं श्रीकृष्णं शरण्यं भक्तवत्सलं विज्ञाय वनतो भूत्वा बृहत्प्रेम परिप्लुत बद्ध्वाञ्जलिगुडाकेशो नमाम च पुनः पुनः तं तथा कृतवान् प्रश्नं यथा पृच्छति यं भवान् श्रुत्वा एव भगवान् दद्यो मुहूर्तं मनसारि ध्यात्वा शस्य सुहृद्वर्गं पाञ्चाली च धृतप्रतां प्रसन्नवदन कृष्णो सर्वलोकहिते रतः उवाच तद्वदतां श्रेष्ठ पाण्डवानामितं वचः। श्रीकृष्ण उवाच शृणु राजन् महाभाग विदत्सो यद्वयं वचः अपूर्वयं कृतः प्रश्नोन्नोत्तरं वक्तुमुत्सहे एष गुह्यतरो लोके ऋषीणां विदुर्घटः तथापि पक्षमित्रत्वात् भक्तत्वात् च तवार्जुन तदुत्तरमतिवोग्रं क्रमतः शृणु सुब्रतः माघ्वादस्ते मासा लक्ष्य लवपक्षासनाडिका यामा स्त्रियामा ऋतवो मुहूर्तान्ययने उभे आयनं च युगान्येवं परार्धान्ता परोच ए नद्योर्ण बहदा कूपा वापि पल्लव निर्झरा लतौ सति तुमाशैव त्वक्षारा पादपाश्चये वनस्पतिं पुरग्राम कीरय पत्तनानि च एते सर्वे मूर्तिमन्त पूज्यन्ते स्वात्मनो गुणैः न तेषां कचिदप्यस्ति ह्यपूर्व स्वामिवर्जितः स्वेष्वेधिकारे सततं पूज्यन्ते फलदायिनः स्वस्वामी योगमाहात्म्यात् सर्वे सौभाग्यशालिनः अधिमास समुत्पन्न कदाचित् पाण्डुनन्दनः तमुचु सकलालोका स असहायं जुगुप्सितम् अनर्हो मलमासोऽयं द्रविसङ्क्रमवर्जितः अस्पृश्यो मलरूपो रूपत्वात् शुभे कर्मणि गरितः श्रुत्वा तद्वचनं लोकान् निरुद्योगो हतप्रभः दुःखान्वितो तन्निख्यातमा
चिन्ताग्रस्तैकमानस मुमुर्षुरभवत्तेन हृदयेन विदूयता किं कर्तव्यविमूढात्मान् नैवोपायं तु जानता पश्चात् धैर्यं समालभ्य मामसौ शरणं गतः प्राप्तो वैकुण्ठ भगवन् यत्राहमवसं नर अन्तर्गृहं समागत्य मामसौ दृष्टवान् परम् अमूल्यरत्नरचिते हेमसिंहासने स्थितं तदानीं मामसौ दृष्ट्वा दण्डवत् पतितो भुवि प्राञ्जले प्रयितो भूत्वा मुञ्चन् अश्रूणि नेत्रतः वाचा गद्गदया सौम्यं पवासे धैर्यमुद्वहन् इत्युक्त्वा बदरीनाथो वीरराम महामुनि तच्चित्वा पुनरेवाह नारदो भक्तवत्सलः नारदोवाच इत्थं गत्वा भवनममलं पूर्णरूपस्य विष्णो भक्तिं प्राप्यं जगदगहरं योगिनामप्यगम्यं यत्रैवास्ते जगदभयदो ब्रह्मरूपो मुकुन्द तत्पादाब्जं शरणमधिग सोदिमास किमुचे तस्यन्नारदीय पुराणे पुरुषोत्तममास महात्म्ये अधिमासस्य वैकुण्ठ प्रापणं नाम तृतीयः। श्रीकृष्ण गोविन्द हरे मुरारे हे नाथ नारायण वासुदेव श्री श्याम नारायण हे मुकुंद लक्ष्मीपते के सब वासुदेव। श्रद्धाम वृन्दावनमा रमण गर्नुहुने परब्रह्म परमात्मा भगवान श्रीकृष्ण चन्द्रका चरणमा कोटि कोटि नमन गर्दै हामी यो पुरुषोत्तम मासको तेस्रो अध्यायको कथा प्रसङ्गमा छौँ र आदरणीय सज्जन यो कथा प्रसङ्ग स्वयं सुतजीले सौनकादि ऋषिहरूलाई श्रवण गराउनु भएको छ र नारद भगवानले नारदलाई श्रवण गराउनु भएको छ। नारदले वैकुण्ठाधिपति परब्रह्म परमात्मा भगवान श्री नारायणले सोध्नुहुन्छ, हे भगवान, कलियुगे मानवहरूलाई शान्ति सुख आनन्द दिलाउने कुरा के छ? हजुरले प्रसङ्ग बताइदिनु पर्यो भनी सोधिसकेपछि नारद भगवानले भन्नुहुन्छ, हे नारद, कलियुगे मानवहरूलाई शान्ति सुख आनन्द दिने र प्रकृतिमै भएका प्राकृतिक पदार्थहरूको प्रयोग गरी बिना खर्च र बिना परिश्रम घरमै बसेर शान्तिपूर्वक आनन्द लिने र सुख शान्ति प्रदान गर्ने अत्यन्तै उत्तम व्रत हो पुरुषोत्तम व्रत। यो पुरुषोत्तम व्रत अत्यन्तै शुद्ध सानन्द र आनन्द प्रदान गर्ने वाला छ र पुरुषोत्तम भगवानको व्रत गर्नाले अत्यन्तै उत्तम फल प्राप्ति हुन्छ भनिसकेपछि अब नारदले सोध्नुहुन्छ, प्रभु, अब हजुरले बताउनुभयो पुरुषोत्तम महिनाका दिव्य प्रसङ्गहरू, अब ती पुरुषोत्तम भनेका को हुन्? पुरुषोत्तम कसलाई भनिन्छ अनि पुरुषोत्तम नाम कसरी रह्यो? मैले त अरू भगवानका कुरा सुनेको छु, कृष्णका कथा सुनेको छु, रामका कथा सुनेको छु, नारायणका कथा सुनेको छु, विष्णुका कथा सुनेको छु, तर पुरुषोत्तमको कथा सुनेको छैन। पुरुषोत्तम को प्रसङ्ग के हो र कसरी आयो भन्ने कुरामा नारद भगवानले अब नारदलाई भन्नुहुन्छ, नारद, तपाईले मलाई पुरुषोत्तमको प्रसङ्ग सोध्नुभयो। यो पुरुषोत्तमको जो दिव्य कथा प्रसङ्ग छ, यो प्रसङ्ग स्वयं भगवान कृष्णले युधिष्ठिरलाई बताउनु भएको छ। कृष्ण र युधिष्ठिरको संवाद अन्तर्गतको दिव्य कथा म तपाईँलाई श्रवण गराउँदछु र पुरुषोत्तमको व्रत गर्नाले, पुरुषोत्तमको व्रत गरेर कसरी सुख शान्ति आनन्द प्राप्त गरौँ भन्ने प्रसङ्ग म तपाईँलाई बताउँदछु भनेर बताउनुहुन्छ। एकचोटि यो कुरा हो, पञ्च पाण्डव मध्येमा अब राजा युधिष्ठिर सत्यवादी धार्मिक धर्म गर्दा गर्दै पनि पञ्च पाण्डवहरूले चाहिँ जुवामा हारेर अनि आफूले अन्ततोगत्वा द्रौपदीले विविध प्रकारको दुःख पाएर अनि 12 वर्षको वनवास 1 वर्षको गुप्तवास जानुपर्ने अवस्था भयो। अब यस्तो अवस्थामा पञ्च पाण्डवले धर्मपरायण भएर कुनै पनि प्रकारको ननोनच नगरी आफूले जुवामा हारेको हुनाले वनमा गए। अब वनमा गएर उनीहरूले रुखाका बोक्रा लगाएका छन्, अत्यन्तै दुःख पाएर बसेका छन्, सूर्यले देखेको एउटा बटोइमा भएको खाना खाएर बसेका छन्, केश त्यति राम्रो कोरेको छैन अनि लुगा रुखाका बोक्रा त्यति राम्रो लगाएका छैनन्। अब त्यस्ता प्रकारले जस्ता प्रकारले सीता हरण भएपछि रामले दुःख पाउनुभयो हैन, त्यस्तै प्रकारले अत्यन्तै दुःखी भएर बसेको बेलामा भगवान परब्रह्म परमात्मा भगवान श्रीकृष्ण र पञ्च पाण्डवको सम्बन्ध त मामा चेला र फुपू चेलाको सम्बन्ध हो।
युधिष्ठिरका मामाका छोरा भगवान कृष्ण मानिनुहुन्छ। आफन्त पनि हुनुभयो। एक त परब्रह्म परमात्मा भगवान कृष्णलाई अधिकतम द्रौपदीले आराधना पूजा गर्नुहुन्थ्यो। अब यसो भएको हुनाले होइन, अब मेरो भक्तिमय जीवन बिताउनका लागि अब पञ्च पाण्डवहरू ममा समर्पित छन्, उनीहरूलाई दुःख सुख के छ हेर्न जानु पर्यो भनेर भगवान कृष्णलाई जाने इच्छा भयो। परब्रह्म परमात्मा भगवान कृष्णले विचार गर्नुभयो, अब पञ्च पाण्डवकामा जानु पर्यो। पञ्च पाण्डवकामा गएर अवश्यमेव मैले बस्नुपर्छ भनेर परब्रह्म परमात्मा भगवान कृष्ण पञ्च पाण्डवहरू बसेको ठाउँमा वनमा सर जानुभयो। निन्दा गरे। निन्दा गरिसकेपछि बिचरा मलमास मैनाका छेउमा बस्न पाउँदैन, ऋतुका छेउमा बस्न पाउँदैन, अनि बारका छेउमा बस्न पाउँदैन, अनि स्थावर जङ्गम जे पदार्थ छन् तिनीहरूका छेउमा पनि बस्न पाउँदैन। बिचरा मलमास कहीँ बस्न नपाएपछि अब कहाँ जाउँ? सबैले गाली गर्छन्, मेरा छेउमा नआइज भन्छन्, मेरा छेउमा त आउनु हुँदैन भन्छन्, सबले गाली गर्छन्। अब बिचरा मलमासलाई अत्यन्तै दुःख लाग्यो। अब के गर्नु? दुःखको सागरमा परे बेला कहाँ जाने अब भनेर बिचरा मलमास अत्यन्तै रुँदै रुँदै दुःख पाएर कसले मलाई त्राण देला भनेर, अनि अब त्यो बेलामा त्यहाँ भएका योगीजन साधुजनहरूले नजिक नआइज भन्छन्। अनि सबैले विचार गरे अब अत्यन्तै उत्तम वैकुण्ठाधिपति परब्रह्म परमात्मा श्री नारायण भगवान हुनुहुन्छ, अब नारायण भगवानले कृपा गर्नुहुन्छ भनेछ र त्यो मलमास यहाँबाट सिधै वैकुण्ठ गयो। अनि वैकुण्ठमा पुगेर अत्यन्तै उत्तम दिव्य वैकुण्ठ, विकुण्ठ इति वैकुण्ठ, जहाँ सुख छ, शान्ति छ, आनन्द छ, त्यस्तो दिव्य क्षेत्रमा परब्रह्म परमात्मा भगवानको वैकुण्ठमा पुग्दाखेरि 6वटा ढोका पार गरेर जब वैकुण्ठमा पुग्यो, अत्यन्तै राम्रो अब सुख सानन्दित क्षेत्रमा पुगिसकेपछि अब त्यो मलमास पुगेर परब्रह्म परमात्मा भगवान श्री नारायणलाई दिव्य आसनमा रत्नै रत्नले युक्त भएको आसनमा अनि जय विजय आदि पार्षदहरूले युक्त भएर बसेको देखेर भगवानका श्री चरणमा परेर नारदलाई नारायणले भन्नुहुन्छ, आएर त्यो मलमास नारायण भगवानका मेरा चरणमा पके परेर हे नारद, उसले दिव्य प्रार्थना गरेर भन्न थाल्यो, हे प्रभु म पृथ्वी तलमा एक्लो भएँ, मलाई सबैले गाली गरे, मलाई कसैले नआइज भने महिना गते तिथि बार योग नक्षत्र पृथ्वी तलका सम्पूर्ण चराचर जीव प्राणीको नाम छ, उनीहरूका स्वामी छन्। अब मेरो त मलमास महिनाहरूको मल भएर म जन्मेँ, मलाई कसैले पनि माया गरेनन्, छेउमा बस्न दिएनन्, म अत्यन्तै दुखित भएको छु, मलाई यहाँबाट पार लगाइदिनुहोस् भनेर परब्रह्म परमात्मा भगवान श्री नारायणका चरणमा गएर ढङ्ग अब प्रार्थना गरेर मलमास यस्ता प्रकारले तो अधिक मास गएर भगवानका श्री चरणमा पर्न गयो भन्ने पाउनुमै कथा प्रसङ्ग तेस्रो अध्यायको माध्यमबाट हामीले श्रवण गऱ्यौँ र यहाँले पनि यो कथा श्रवण गरेर आनन्द प्राप्त गर्नुभयो, सानन्द प्राप्त गर्नुभयो। अवश्यमेव तृतीय अध्यायको कथाद्वारा यहाँहरू सबैको मनोवाञ्छा भगवानले परिपूर्ण गरून् भन्ने कामना गर्दै हामीले यो भक्ति साधना एवं मनोविकार निराकरण केन्द्रद्वारा धर्म विज्ञान युट्युब च्यानल मार्फत यहाँहरूसँग प्रस्तुत भएको कार्यक्रम आजको तेस्रो अध्यायको कथा यहीँ पूर्ण भएको जानकारी गराउँदै म कार्यक्रम प्रस्तुता घनश्याम ढकाल यहाँहरू सबैका माझबाट बिदा लिने अनुमति चाहन्छु। ओम असतो मा सद्गमय तमसो मा ज्योतिर्गमय मृत्युर्मा अमृतम गमय। ओम शान्ति शान्ति शान्ति।